महाभारतको प्रसङ्गको एक सुन्दर प्रसङ्ग यहाँ छ। भीमसेनका पुत्र घटोत्कचका पुत्र थिए बर्बरिक। अत्यन्तै विद्वान, हेर्नुहोस्, धनुर्धर, अर्जुन समान। बर्बरिकलाई गुरुदेवले एउटा आदेश दिनुभएको थियो, कहिल्यै पनि युद्धमा जो हार्नेवाला छ उसको साथ दिनु है भन्नुभएको थियो है। गुरुले जो हार्नेवाला छ उसलाई साथ दिनु। अब बर्बरिकले यसो देखे, महाभारतको विशाल युद्ध हुँदैछ, न भूतो न भविष्यति, न कहिले भएको थियो न विश्वमा फेरि पछि हुन्छ रे, त्यस्तो खतरनाक युद्ध हुँदैछ महाभारत काल। त त्यो युद्धमा कसको साथ दिने? बर्बरिकले सोचे, जहाँ भगवान कृष्ण उसको त निश्चित छ जित्न। बुझ्नुभयो नि? जहाँ भगवान कृष्ण उसको निश्चित छ जित्न, त्यही भएर साथ म कौरवहरूलाई दिन्छु। बर्बरिकले कौरवलाई साथ दिने निर्णय गरे। अब कौरवलाई साथ दिने निर्णय गरेपछि भगवान कृष्णले बुझ्नुभयो, अब बर्बरिकले एकै पटकमा युद्ध सकाइदिन्छ, किनभने बर्बरिकसँग त्यस्तो शक्ति थियो। एउटा तीर मार्यो भने त्यहाँ सबैको अन्त गर्न सक्ने क्षमता बर्बरिकसँग छ। त्यही भएर यसलाई रोक्नुपर्छ भनेर बर्बरिक चाहिँ एक नदीको किनारमा ध्यान गरेर बसेका थिए। बर्बरिकसँग जम्मा 3वटा तीर थियो, जम्मा 3वटा तीर। तब अब भगवान ब्राह्मणको वेश धारण गरेर जानुभयो। बर्बरिकले देखे ब्राह्मणलाई, गएर चरणमा दण्डवत गरे। के सेवा गर्न सक्छु प्रभु भनेर सोधे। बर्बरिक योगी ब्राह्मण देखेपछि सोध्दछन्, ब्राह्मण रूपी भगवानले भन्नुहुन्छ, बर्बरिक तिमी यत्रो विद्वान शक्तिशाली, जम्मा 3वटा मात्र तीर छ तिमीसँग, यो 3वटा तीर किन राखेको? तब बर्बरिक भन्छन्, स्वामी यो महाभारतको युद्धको लागि राखेको। मलाई गुरुदेवले भन्नुभएको छ, महाभारतको युद्धमा कहिल्यै पनि आवश्यक परेको खण्डमा तिमीले साथ दिनुपर्छ। तब योगी रूपी भगवान भन्नुहुन्छ, त्यसभए तिमी कसलाई साथ दिन्छौ त? मैले त निर्णय गरिसके गुरुको आदेशद्वारा, जो हार्नेवाला छ उसको साथ दिनु भन्नुभएको छ। म त कौरवहरूको साथ दिन्छु। ल ठिक छ, त्यसोभए तिमीमा कति शक्ति छ एकचोटि जाँचौ न त। एउटा तीरले यो अगाडिको हरियो वृक्षलाई एकै पटक सबै पातहरू झारेर सुकाएर झार्न सक्ने क्षमता छ भन्नुभयो। छ गुरुदेव भनेर एउटा तीर निकालेर त्यो वृक्षमा प्रहार गर्दछन्, सबै पत्ताहरू खस्दछन्, सुकेर खस्दछन् भुइँमा। फेरि भगवानले भन्नुभयो, त्यसो भए फेरि एक काम गर, अब सबै पत्ता झरे सुके, अब सबैलाई हरियो बनाउन सक्ने क्षमता छ। फेरि दोस्रो तीर निकालेर वृक्षमा प्रहार गरे। तब फेरि सबै जस्ताको तस्तै वृक्ष पहिलाको जस्तै भयो। अब बाँकी रह्यो एउटा तीर। 3मा 2टा त भगवानले सकाइसक्नुभयो, बाँकी एक तीर बाँकी थियो। भगवानले भन्नुभयो, त्यसै एक काम गर, तिम्रो शक्ति अझै एकचोटि विचार गर्नु छ। यी प्रत्येक वृक्षको पत्तामा तिमी छेद गर्न सक्छौ एउटा तीरले भन्नुभयो। बर्बरिकले भने सक्छु। तब एउटा पत्ता भगवानले आफ्नो चरणको मुनि छुपाएर राख्नुभयो। यी भुइँमा झरेदेखि माथि वृक्षमा भएको यो वृक्षको सबै पत्तामा तिमीले छेद गर्नुपर्छ एउटा तीरले। बर्बरिकले भगवान नाम उच्चारण गर्दै तीर प्रहार गरे। त्यो तीर सबै पत्ताहरूलाई छेद गरेर भगवानको चरणमा गएर गाडियो। तब त्यहाँ रक्त बग्न लाग्यो। बर्बरिक हात जोडेर प्रार्थना गर्न लागे, हजुर कोही साधारण व्यक्ति हुनुहुन्न, किनभने यो तीरले यदि कसैको चरणमा प्रहार गर्छ भने त्यो व्यक्ति जीवित हुन सक्दैन, त्यसको मृत्यु निश्चित थियो। हजुर साधारण व्यक्ति भइदिएको भए हजुरको मृत्यु निश्चित थियो, हजुर कोही साधारण व्यक्ति होइन, भन्नुहोस् हजुर को हुनुहुन्छ? तब
भगवानले चरण उठाएर हेर्दा त चरण मुनिको पत्ता पनि छेद भएको छ। तब भगवानले आफ्नो चतुर्बाहु रूपमा बर्बरिकलाई दर्शन दिनुभयो र भन्नुहुन्छ आज म तिमीसँग केही कुरा माग्न चाहन्छु, तिमी मलाई दिन्छौ? बर्बरिकले भने प्राण माग्नुहुन्छ भने पनि दिन तयार छु स्वामी। त्यसभए म तिम्रो शिर छेदन गर्न चाहन्छु, तिमी मलाई प्राण दिन्छौ भन्नुभयो। तब बर्बरिकले भने ठीक छ स्वामी, त्यो पनि म दिन तयार छु, तर एउटा इच्छा छ मेरो, त्यो इच्छा पूर्ण गरिदिनुहोस्। के इच्छा छ? यो महाभारतको युद्ध भयंकर विशाल हुँदैछ रे, न पहिले भएको थियो न अब हुनेवाला छ रे, त्यही भएर यो युद्ध हेर्ने मलाई इच्छा छ। ठीक छ, त्यसो भए सुदर्शन चक्र निकाल्नुभयो। सुदर्शन चक्रले शिर छेदन गरिदिनु भयो, धड भुइँमा पछारियो, शिर चाहिँ मरेन, जीवित थियो शिर। तब भगवानले एक पर्वतको माथि लगेर स्थापना गर्नुभयो र त्यो पर्वतमा जहाँ स्वयं बर्बरिकले पूरा 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 महाभारतको युद्ध हेरिसके, सकिसकेपछि भगवान स्वयं आएर बर्बरिकलाई भन्नुभयो, बर्बरिक तिमीले के देख्यौ त यत्रो युद्धमा? तिम्रो इच्छा थियो हेर्ने, के देख्यौ भन्दा स्वामी मैले त अरू केही देखिन, युद्ध गर्नेवाला पनि कृष्ण, युद्ध गराउनेवाला पनि कृष्ण, मर्ने पनि त्यहाँ सबै जति पनि थिए ती सबै प्रत्येक आत्मा भगवान कृष्णकै अंश देखे, जीवित भएका जति पनि सबै कृष्णकै अंश देखे। प्रत्येक तीरमा कृष्ण, धनुषमा कृष्ण, प्रत्येक रथको पैयामा कृष्ण, भूमिमा कृष्ण, हर स्थानमा मैले कृष्ण मात्रै देखेँ, त्योभन्दा बाहेक अरूको केही पनि देखिन। सबै योद्धामा कृष्ण मात्रै देखेँ। तब भगवान कृष्ण प्रसन्न भएर भन्नुहुन्छ, त्यसो भए आज म तिमीलाई एउटा वरदान दिन्छु, तिमी श्यामको नामले चिने, म मेरो आफ्नो नाम तिमीलाई दिन्छु, तिमी श्यामको नामले चिनिनु भनेर भगवानले आशीर्वाद दिनुभयो। आज पनि भारतमा एक यस्तो स्थान छ जहाँ टाउको शिर मात्रै पूजा गरिन्छ, जसलाई खाटु श्याम भनेर चिनिन्छ। हजुरहरूले विचार गर्नु भएको छ होला, काहीँ काहीँ केवल शिर राखेर त्यहाँ खाटु श्यामको नामले पूजन गरिन्छ, जसलाई भगवानले उनैको शिर जहाँ स्थापित गरेर आज पनि पूजन गरिरहेका छन्, जहाँ उनै भगवान श्री श्याम प्रभु कृष्णले आफ्नै रूप प्रदान गरेर त्यो स्थानलाई स्थापना गरिदिनु भयो, प्रदान गरिदिनु भयो। यानि कि भगवानले स्वयं आफ्नो नाम दिएर बर्बरिकलाई यो कृपा प्रदान गर्नुभयो। श्याम सुन्दर भगवानको, कृष्ण कन्हैया लाल को।